नजानेको कोही हुनुहुन्न, तर 6 महिना नबिग्रने बनाउन जान्नुपर्छ भन्दा त्यो त जाने छैन भन्नुहुन्छ। वाद्यवादन पनि त्यतिकै बजाउन जान्नुपर्छ, तर लयपूर्वक बजाउन कतिजना जान्नुभएको छ? जीवनमा मैले जानेको छैन सिक्छु भन्नु ठुलो कुरा हो। अब जानेको छु मैले सिक्नु पर्दैन भन्नु चाहिँ नसिक्ने बाटो, प्रगति नगर्ने बाटो। त्यसैले सफल महिला नम्बर समय जुन प्रगति गर्ने बाटोमा तपाईँ लाग्नु हो। हामीले अलिकति राम्रो जानेको भए हाम्रा चाडबाडमा, हाम्रा बिहा पूजा, विभिन्न कार्यक्रममा, मठ मन्दिरका कार्यक्रममा हामी कति राम्रोसँग चाहिँ बजाउँथ्यौँ होला भने तपाईँको मनमा जुन खालको एउटा प्रयास गर्ने एउटा हुटुटी जाग्यो, त्यसले नै तपाईँलाई सिकाउनेतर्फ उन्मुख बनाएको छ। र सबै कुरा जान्नुपर्छ। अहिलेको समय यो जानेर भने यो नजानेर काम चल्ने भन्ने छैन। एउटा व्यक्तिले सबै कुरा जानेको हुनुपर्ने, सबै कुरामा पूर्ण हुनुपर्ने यस्तो समय आएको। त्यस कारण तपाईँले यो कति 1 महिनाको छैन, 1 महिना राम्रोसँग सिकाउनु हुँदा 1 महिनामा त धेरै प्रगति हुन्छ। हामीले पञ्चे बाजाको तालिम चाहिँ 15 दिनको दिएको गौशालामा, त्यो 15 दिनको तालिमले पनि कतिवटा प्रगति देखियो। हिजो पनि जितगढी महोत्सवमा 5वटै टोली आउनुको राम्रोसँग बजाउनु भएको थियो भनेपछि 1 महिनामा मलाई लाग्छ तपाईँलाई अब अलिकति त हिम्मत आयो भन्ने हुन्छ। त्यसपछि निरन्तरता फेरि तपाईँहरूले बसेर आफ्नो पालो गर्नुपर्छ। अब अर्को कुरा, मानिसको जीवनमा पेसा भएन, सिप भएन भने चाहिने होला, चाहिन्छ। मानिसको जीवनमा आफै आय आर्जन भएन, कमाइ भएन भने त्यो दुःखको काम हुन्छ। आफ्नै श्रीमानले कमाएर माग्नु पर्यो, छोराले कमाएर माग्नु पर्यो, अलिक वयसमा माग्नु पर्यो, अलिअलि हस्किएर माग्नु पर्यो। हाम्रो स्वभाव परम्परा त्यस्तै छ। आफैसँग भएको खर्च गरेर त घरमा सल्लाह गर्नुपर्छ भने अर्काको कमाइ मागेर खानु पुरै दुःख हुन्छ। सबै दिदीबहिनीले यो नियमित घरको खर्च चलाउन बाहेक आफ्नो पनि विभिन्न समस्याहरू नसुनाइकन खर्च गर्न पर्ने ठाउँ हुन्छ। नाति नातिना आए, खाना दिने खुसीको दिन गर्ने हुन्छ, छोरी आए आमा भने यसो दिन पर्ने हुन्छ, कमाइसँग गाउँबाट दिने। त्यस कारण सबै आफ्नो खुट्टामा टेक्ने बानी भएन भने त्योभन्दा दुःख पाउने अर्को कुरा हुँदैन। हामीले त्यसै ठुल्ठुला कुरा गरेर यो चाहियो त्यो चाहियो भन्छौँ। सबभन्दा पहिला त आफ्नो सिप र आफ्नो चाहिँ आय आर्जन चाहियो। आफ्नो सिप भएन, आफ्नो आय आर्जन भएन नि यो अगाडि बाटो राम्रो चिल्लो भएर नि काम लाग्यो। बाटो ल्याएर खान दिन्छ, आम्दानी दिन्न, अर्कैको गाडी दौड्छ, आफ्नो केही छैन। त्यसैले त्यो बाटो मात्रै बनेर मान्छेको विकास हुँदो रहन्छ। त्यो त्यहाँको बाटो राम्रो भन्दा मान्छेको सिपको पनि विकास हुनु पर्यो, आय आर्जन पनि हुनु पर्यो। त्यस कारण तपाईँहरूले फेरि सफल महिला समूहले हामीले एउटा सिप शिक्षम भनेर निवेदन दिनुभयो भने तपाईँलाई एउटा तालिम पनि अहिले हाम्रो 16वटा सिपको तालिमहरू छ। एउटा शिक्षम भन्नु भने त्यो तालिम पनि हामीले गर्दैछौँ। 20 देखि 30 जनाको टिम बनाउनु भने तालिम पठाइन्छ कि कमसेकम महिला दिदीबहिनीहरू सिप सिकेर केही आय आर्जन गर्नुहोस्। बाती काटे पनि अन्धको बाती किन्न पर्ने, तपाईँले बनाएर बेच्यो भने अन्धको चप्पल ल्याउनु परेन। हामीले गाईको गोबरबाट चाहिँ अगरबत्ती बनाउनु खोजेको त्यो भए पनि अगरबत्ती किन्नु परेन। राम्रो सेलरोटी बनाएर बेचे पनि अहिले त्यहाँ म लक्ष्मीमा सेलरोटी किन्न जान्छु 40 रुपियाँ पिस पर्छ। एउटा रोटी 5 रुपियाँ नाफा भए पनि दिन 100 पिस बिक्री भयो भने 100 पिस बिक्री गरेर त केही दुःखै छैन। हामीले यति